एक्ज्याक्टली क्या तपाईँले जे कमेन्ट गर्नुभएको छ नि मेरो पनि फिलिङ त्यही हो। मलाई लाग्छ सारा नेपालीको फिलिङ नै त्यही हो क्या। हामीलाई चाहिएको परिवर्तन हो नि त। जो मान्छेले आएर परिवर्तन ल्याउँछ, हामीले चाहेको जस्तो देश बनाउन सक्छ, जनताको पनि पहुँचमा चाहिँ सरकार हुन्छ, यही हो नि त हाम्रो फिलिङ्स होइन। अनि तर अहिले चाहिँ कस्तो भइरहेछ भनेदेखि मान्छेको चाहिँ त्यो हुन्छ नि एकदम त्यो विवादमा दुईवटा मान्छेको कम्पेरिजन त्यसमै हामी अल्मलिरहेको छौँ जस्तो मलाई लाग्छ। अब आइरहनु सबैको आफ्नो आफ्नो हिसाबको आफ्नो आफ्नो पर्सपेक्टिभ हुन्छ होइन, आफ्नो आफ्नो तरिकाले मान्छेले अब सबैले सोचेको हुन्छ। बट यतिखेर मैले चाहिँ के देखिरहेको छु भने हामीले चेन्ज चाहेको हो नि त। अनि पालेन र हर्क साम्पाङलाई चाहिँ हामीले ल्याएर चाहिँ कम्पेरिजन गरिरहेको छौँ कि, जब कि उनीहरू दुईजना चाहिँ डिफ्रेन्ट पर्सपेक्टिभमा होइन, उनीहरू दुवैजनाको चाहिँ डिफ्रेन्ट छ क्या, भिजन नै अलग छ, उनीहरूको त्यो काम गर्ने शैली नै फरक छ। तर बुझ्नु चाहिँ के पर्छ भनेदेखि चेन्ज दुवैजनाले ल्याउन खोजेको छ नि त। अनि म सुन्छु अनि हर्क साम्पाङ चाहिँ हाम्रो देशलाई उहिले ढुङ्गाको युगमा लान आँटो, त्यो काम गर्ने शैली भएन, एक दिनमा सकिने कामलाई 100 दिन लाग्यो, त्यो जुन टाइप छ यो चाहिँ एकदमै मलाई गलत लाग्छ। किनभनेदेखि हामी जस्तो देशमा बसिरहेको छौँ, हामी त विकसित हुँदै गरेको देशमा बसिरहेको छौँ नि त। अनि अब हामीले खरबौँको त्यो मेसिनरी सामानहरू ल्याएर चाहिँ एफोर्ड गर्न सक्दैनौँ। किनभने अहिले नै हाम्रो हुन्छ नि प्रत्येक नेपालीको टाउकोमा कति ऋण छ। अनि हर्क साम्पाङले चाहिँ हामीलाई आफ्नो ठाउँमा भइरहेको चिजहरूको उपभोग गर्न सिकाइरहेको छ। हामीले आफ्नो गाउँलाई बनाएर सुरु गर्नुपर्छ। जब गाउँ बन्दै जान्छ, जब टोल बन्दै जान्छ अनि देश बन्छ भन्ने कुरा उसले त्यो सिकाएको कुरा चाहिँ हामी कसैले बुझेकै छैनौँ कि। अनि माटो बोको ढुङ्गा बोको यो मान्छे पागल, यो मान्छे त्यस्तो होइन नि त। गरेको चिजको पनि मूल्याङ्कन चाहिँ हुन एकदमै जरुरी छ। जो मान्छेले हामीलाई माटोसँग जोड्न सिकाएको छ होइन, आफ्नो मातृत्वसँग जोडिन सिकाएको छ, त्यो मान्छे गलत हुन्छ त। उसले पनि त परिवर्तन गर्न सिकाइरहेछ नि त। वर्षदेखि नआएको पानी ल्याइरहेको छ। धरानमा हेर्नु न कति धेरै विकास भएको छ त। के चाहिँ एउटा प्रुभ गर्थ्यो भन्दाखेरि चाहिँ हामीले चाहिँ आफ्नो ठाउँको विकास गर्न, आफ्नो टोलको विकास गर्नको लागि चाहिँ सरकारको मुख ताक्नुपर्ने हुन्छ नि, नेताको मुख ताक्नुपर्ने, मन्त्रीको मुख ताक्नु पर्दैन क्या। इफ वी वान्ट वी क्यान डु। हामी आफ्नै बलबुतामा पनि गर्न सक्छौँ, यो कुरा चाहिँ सिकाएको छ क्या। बट किन जतिखेर पनि एकदम त्यो कम्पेरिजन भइरहेछ कि